अब भलिबल पनि हेर्न थाल्नु पर्यो कि म 1 विक पछि आउने हो 1 विक पछि इन्स्टामा गएर भनिदिन्छु ल त्यो अरे त्यस्तो मस्केर नबोल्नु न दिदी हजुर म मस्के छैन गाइस म अब हाँस्न नि नपाउनु रिसाएर बोल्न त पक्कै भएन हाँसेर बोल्दा म मस्के हुँदैन तर फेरि मणिकुमार लामा मलाई त अहिले नेपालको नेसनल टिममा के विजयको आइडी विजय थापा नै छ सबैजनाले ट्याप गरौँ न नभन मलाई बढी जानुपर्छ होइन दाइलाई भाउजूले गाली गर्नुहुन्छ अरे खेल्छ त्यो दिन लड्न कस्तिर म बोलेको मात्रै हो नराम्रो मैले केही गर्दिनँ भन सनिजलाई शरण भाइ नि राम्रो खेल्छ ओके साथी भेट्न आउँछु तपाईँलाई मात्रै हेर्न आउनुहुन्छ कि सबैजना सबैले तपाईँको मात्रै नाम लिनुहुन्छ हो र मेरो नाम लिए हजुरको माएर मागिसक्यो अब कहिलेचोटि पर्सि पनि मनसाले लाइफ बनायो युके जाने मनिषालाई त मैले नि चिन्छु फेरि ल्याइदेऊ चिने युके लन्डनको ल साम्बाल ल थ्याङ्क यू ड्रागन हेलो बेबी हामी बिग फ्यान रे सन्जु दाईको बिग फ्यान रे हेलो बेबी रे तिमीलाई त विजय दाइले फेरि अर्को वाला बेबी हो कि बच्चा वाला आई नो अघि नै भनिसक्नु भयो तर मैले भनेको त बच्चा वाला हैन है फेरि दिपेश जी थ्याङ्क यू मलाई त फेरि बच्चा वाला भन्न आउन्न खासै बुढीले मार्ला तपाईलाई मारे ठिकै छ एक बारको जिन्दगी मारे मर्दिमला नि त के छ र यतिको माया चाहिँ हुनुपर्छ है बुढीसँग मारे नि मर्न सक्ने कति राम्रो मेसेज गरेको राम माया त सबैलाई गरेको राम्रो हो तर कस्तो खालको माया भन्ने कुरा हुन्छ के हजुर म यता हङकङतिर छु हङकङतिर मेसेज गरेको म साम्बामा बोलेको नेपालको डायमन्डसँग बोलेको थिएँ तर हिजोको उसले बिगारेको कि आजको बिगारेको मेरो गाइज के गरेको सबैजना हेरेर मात्र बस्नु भएको के गर्न पर्यो त हजुरलाई नि हेर्न बाहेक के मिल्छ र हजुरलाई त्यहाँ मोबाइलबाट विजय दाइलाई देखाउनु रे के पागल भयो गाइस हेलो तपाईहरु दुईजना मात्र हो रुममा यस अब हिरोनी बोलाउँ भनेको हिरोनी रहेन छ नि यहाँ हैन अब गाह्रो छ अरु साथीहरु हुनुहुन्न अरु साथीहरु त सबै आइडी वाला हो सबै आफ्नो रुमतिर कता छन् के भन्नु हामी मात्रै हो के नेपालको आइडी वाला के मेसेज गरे अरु सब यहीँको आइडी वाला छन् जापानिज हैन जापानिज हैन विजय दाइ त विजय जापान लाउरे हो यहाँको अब जापान जान्छस् म नेपाल जान्छु उ जापान जान्छ त्यति गाह्रो तपाईँ एक्लै आउने भन्छ मलाई किन तिमीले आउने अरे मसँग मलाई हैन बुढीलाई नि लानुपर्छ नि बुढी त अब कता छ बुढी छैन तिमीलाई लाने कहाँ हो दिवी भट्ट नेपाल आइसक्यो अर्को दाइ त के हो कलमै हो क्या सबले यार यहाँ म्युजियम ब्रान्डमा गर्नु गरे फेरि जिताउनु पर्यो कि सन्जु हो नि उहाँ त के भने आउनु भन्नु क्या केर्न बोलाउने यसलाई बोलाउनु न भैया भएर बस्यो होला कता खान्छ केटाहरू सबैजना ट्याप ट्याप गरौँ ट्याप ट्याप
तनहु कुन ठाउँ हो हजुरको घर? मेरो घर तनहु दमौली है, दमौली। केटाहरू गएको छन् भनेको अनि तँलाई फोन गर्दैनन्? दाइको गेम हेर्न पर्यो के भाउजू? तँलाई फोन गर्दैनन्? बिवस आले दाइ आइसक्नु भयो। हिमाल दाइ र बिवस आले युना दिदी तपाईँहरूको युना दिदी 19 इयर्स हो के 18 कटिसक्यो ढुक्क हो। ए यार यता आउनु त यार, आउने भयो यार। को हो नि हिमाल दाइ र बिवस दाइ भन्नु? एउटा विवश दाइ हो नि दाइ तनहुको हो। म्यारेज खेल्ने नखेल्ने रे के आज अर्कै छ त प्लानिङ गर्नु। ए अरे भाइ हङकङमा के गर्नु छ भाइ? अब यस्तै नै आएर घुम्यो भाइ, अब सब बिजी छन्। अब टिकटक आएर आउँछ के गर्नु? तिम्रो पो बुढी छ र हाम्रो बुढी छैन। तपाईँ त लास्टै रिसाउनु हुन्छ अरे त? त्यो त मान्छेहरूले हेर्ने नजरमा फरक पर्छ। हिजो कति बेला निस्क्या? गेम खेल्दा खै त्यो भन्ने मान्छेले अब भन्न पायो कि मेरो एक्सप्रेसन त्यस्तै हुन्छ र एबार रिसाएको देख्छ होला नि। के भन्छ रे? सुन्नु न, भन्नु न। रेखा पौडेल दिदीसँग नि बोल्न लाउनु न। रेखा पौडेल त छैन कि? को रेखा पौडेलले चिन्दैन रेखा पौडेललाई? तपाईँ अघि बोल्नु भएको होइन सिम्बा दिदीसँग? को दिदी